फाइनल्ली आज चाहिँ मेरो स्यालेरी आएको छ। अब हेरौँ के कति आएको छ, हेरौँ है गाइस। कति साह्रो पैसा त निस्किनै मान्दैन त हौ। मेरो चाहिँ यहाँ नाम चाहिँ मेरो नामको कम्पनीले चिठी पठाएको मलाई आज महिनाको लास्ट डे हो नि त, त्यही भएर। यस ओके, यो भित्र पनि छ। यो पनि रहेछ। यसलाई साइड लाउँ अनि त्यसपछि पैसा गर्नु है। तर यो पैसा दुई खाले छ कि, यो अहिले नयाँ आएको रहेछ होइन। अनि गन्छु है त। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 मान यसलाई चाहिँ भनिन्छ मान पैसा। कैसे कौन कति छ पैसा यहाँ पनि रहेछ त नि पैसा 300 यहाँ चाहिँ 100 200 310 20 320 18 मान 320 लगाइस भन्नु। बुढीको इन्केसको पैसा राम्रो टन्नै छ त्यो पनि त भन्नै पर्दैन। यहाँ पनि रहेछ त हजुर अझै एक मान रहेछ 19 मा आएको कति लाग्छ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 19 मान 300 19 मान 320 रुपियाँ मेरो पैसा आएको छ। अनि र एन्जिन हो सुगो हैन ओमेदि त आज चाहिँ हामी सुन्छ नन्द खाते गरेको छैन सुगो हैन यो पत्ता 19 मान आएको छ स्यालेरी चाहिँ। अनि यो चाहिँ जापानिज 19 मान भनेको चाहिँ गाइस नेपालको कति हुन्छ नेपालको चाहिँ 1,90,000 そうですね、そうですか。頑張ってください。頑張りますよお金持ちになりましたね1ヶ月大変。पैसा थापेर कस्तो लागिरहेछ एकदम यो पैसा महिनाभरि काम गरेको दुःख भेटिएन मिट्यो। अब चाहिँ टक्कसँगले 2 मान चाहिँ मेकअपको सामान किन्ने, 3 मान चाहिँ भात मासु खाने, अनि 2 मान चाहिँ तपाईलाई अनि 1 2 मलाई त पर्दैन मेरै आउँछ अनि मेरो साथी हो त। अनि 2 मान चाहिँ घरमा बाबाआमालाई ओ एसएससी ने अनि पैसा उडिहाल्छ टन्नै उडिहाल्छ 2 मान घरमा 5 6 7 8 मान चाहिँ सेभिङ ब्याङ्कमा राख्ने। ओ त्यही हो गाइस। मलाई आउँदा आउँदै हाल्यो भने त सकिहाल्छ। नेपालबाट भिडियो हेर्नेहरूलाई के सन्देश छ त नि के सन्देश छ भने जापान आउनु होला भन्न चाहन्छु जापानमा आउनु होला अनि गामबात्ते गर्नु होला अनि यसरी पैसा कमाएर मैले जस्तै इन्जोय गर्नु हुन्छ। थाहा दिन काम गर्दा बुढीले ल्याङ गर्छ के बुढीले त ल्याङ गर्छ उस्तै गर्छ त्यसको त के गर्नु र। तर ठिकै छ हैन। नियमको गफ गर्छ गर्दैन ए नियमकोमा के भन्छ चक्लेटहरू दिन्छ नि ल्याएर चक्लेट दिन्छ, त्यही माया नि गर्छ, त्यही उस्तै गर्छ के भन्छ म बुझ्दिनँ। अनि त्यस्तै थियो। एक दुईटा भाषा सुनाइदिउ भाषा बिर्सिहाल्छ। खालि माकुरी भन्छ बुढीले, खालि म्याकुरी भन्छ। के हो म्याकुरी भन्नु भनेर म्याकुरी न माकुरो होला ए माकुरो माकुरो भन्छ, खालि माकुरो भन्छ बुढीले। त्यो टालोमा खालि माकुरो पोर भयो अरे टालो धेरै भन्छ के भन्छ भाषा चाहिँ पढेर आउनु पर्ने छैन नेपालबाट आउँदा प्लास्टिक आइछ। भाषा चाहिँ एकदम पर्फेक्ट भएर आउनु पर्दो रहेछ। मेरो चाहिँ यही हो गुनासो। मैले चाहिँ भाषा पढ्नु चाहिँ पढेको तर पहिल्यै पढेको थिएँ अनि बिर्सेँ। अनि आएर बुझ्छु तर रिप्लाई दिनु चाहिँ जान्दिनँ। अलिक बुझ्नु चाहिँ सबै कुरा नबुझे पनि अलिअलि बुझ्छु, त्यही अनुसारले काम गर्छु। बुझ्छु तिनीहरूले अलिअलि, तर मैले रिप्लाई दिनै सक्दिनँ के रिप्लाई चाहिँ दिन सक्दिनँ। यो चाहिँ के हो नि यस्तो यो बोर्ड पेन देश यो त के नादो र त फेरि वातासी ने भनेको गिफ्ट मोराइमास खाइसकेर मराइमास त का ए सो गयो नि खाइसा यासासी ने सो गुड यसको प्राइस चाहिँ कति छ भने तिमी अलिकति भाषा कमजोर भयो भनेर त्यो गिफ्ट दिएको होला कम्पनीले लेखोस् भनेर।
अनि यसको प्राइस चाहिँ फेरि कति छ गाइस थाहा छ? हेर्दा यस्तो छ होइन, सो एक्सपेन्सिभ। कति भने प्राइस? यसको प्राइस त कति थियो अघि? यसको 1650 रुपियाँ। 1650। यसको ट्याग त फालिदियो। होइन उक्काइसक्यो मैले देख्ने बित्तिकै। 1650 रुपियाँको डटपेन दिएको अरे कम्पनीले। म के अरे खावै भएर भन्ने कि खावै बेच्ने भन्छ मलाई। कामबारी त भएर हो, खावै होइन। यत्रो पैसाको कामबारी गरेको छु नि। ल बाई बाई गर्छु। बाई बाई गाइज, बाई बाई, सी यू।